नमस्ते साथीहरू, आज म तपाईहरुलाई मसँग भएका मेटेरियल ह्यान्ड्स अन एक्टिभिटी मैले विगत 2-4 वर्षदेखि गर्दै आइरहेको छु। त्यो ह्यान्ड्स अन एक्टिभिटी कहाँ पाइन्छ, विद्यार्थीले गरेका कामहरू कसरी प्रोजेक्ट वर्कहरू दिने, यस्ता कुराहरू तपाईहरुले चासोको विषय भएकोले मैले आज तपाईहरुलाई कसरी कहाँ पाइन्छ भनेर कहाँ जोडिने त्यहाँ तपाईहरुले मेटेरियलहरू भेट्नुहुन्छ। एउटा अहिले चलिरहेको जियोजेब्रा, त्यहाँ विभिन्न एप्लेटहरू तपाईले फ्रीमा कहाँ पाउनुहुन्छ भने जियोजेब्रा राकेश घिमिरे भनेर सर्च गर्नुभयो भने एउटा रिसोर्स आउँछ। यहाँ त्यो रिसोर्स भित्र जानुभयो भने यहाँ विभिन्न एप्लेटहरू पाउनुहुन्छ। यहाँ फ्रीमा डाउनलोड गर्न मिल्छ। जस्तै यो डिस्टेन्स बिट्विन 2 पोइन्ट्स को कुरा गरौँ। डिस्टेन्स बिट्विन 2 पोइन्ट्स को यो जियोजेब्रामा यो भित्र तपाईले यस्ता फाइलहरू देख्नुहुन्छ। यस्ता रिसेट गर्न मिल्छ। यहाँदेखि यसलाई सल्भ गर्न मिल्छ। डाइनामिक फाइल छ, यसलाई चलाउन सक्नुहुन्छ तपाईहरुले। यहाँदेखि डाउनलोड पनि गर्न सक्नुहुन्छ, तपाईहरुले आफ्नै फाइल बनाउन सक्नुहुन्छ। यहाँदेखि यसरी जियोजेब्रामा विभिन्न फाइलहरू तपाईहरुले यहाँदेखि भेट्न सक्नुहुन्छ। भने क्लासमा गरिरहेका विद्यार्थीले प्रोजेक्ट बेसमा गरेका ह्यान्ड्स अन एक्टिभिटी कहाँ पाइन्छ भने जियो राकेश घिमिरे युट्युब च्यानलमा तपाईहरुले यहाँ चाहिँ प्रशस्त मात्रामा भेट्नुहुन्छ। जहाँ चाहिँ सर्च गर्नु पर्यो, राकेश घिमिरे भनेर सर्च गर्नु पर्यो। यहाँ चाहिँ एउटा यो युट्युब च्यानल भित्र गएर हेर्नुभयो भने यो भित्र तपाईलाई कस्तो खालको मेटेरियल कसरी बनाउने, विद्यार्थीले कसरी प्रेजेन्ट गर्ने भन्ने कुराहरू, म्याथ प्रोजेक्ट वर्कहरू कसरी दिने भन्ने कुराहरू यहाँ विभिन्न खालका छन्। जहाँ चाहिँ तपाईहरुलाई एउटा देखाउँछु ह्यान्ड्स अन एक्टिभिटी द्वारा गरेको विद्यार्थीले गरेका कामहरू। जस्तै हाइटकै एरिया निकाल्ने, यसरी विद्यार्थीले यसरी चलाएर तपाईहरुले पनि आफ्नो विद्यार्थीहरूलाई यसरी सिकाउन सक्नुहुन्छ। यही दुईटा साइडमा तपाईहरु मसँग जोइन गर्न सक्नुहुन्छ। हस्त, धन्यवाद।